नमस्ते अनि हाई एभ्रिवान, स्वागत छ हाम्रो यो नयाँ नौलो ब्लगमा। हामीले यो धेरै टाइम अगाडिदेखिबाट सोचिरहेको थियौँ ब्लग बनाउने भनेर, जस्ट आफ्नो मेमोरिजको लागि अनि यस्तो रमाइलो। सो फाइनली आजबाट चाहिँ सुरु गर्ने कि है, के छ बेबी विचार? सो आज चाहिँ हामी चाहिँ रिसेन्टली अहिले अस्ट्रेलियाको वागामा बस्छौँ अनि आज चाहिँ प्यारिस फलमा जाने कि भनेर प्लान बनाएको छौँ। हेर्दै जाऊँ कस्तो रहेछ। हामी चाहिँ यहाँ अब चाहिँ पेट्रोल हाल्ने भनेर चाहिँ आएको छौँ, तर पेट्रोलको भाउ चाहिँ के भन्ने बढेर हैरान छ। कस्तो राम्रो ठाउँ रहेछ। हामीलाई चाहिँ ठ्याक्कै 1.5 आवर लाग्यो वागाबाट यहाँ लोकेसनमा आउन चाहिँ, तर तल हिँडेर जानुपर्छ होला। राम देखेको यहाँ माथिबाट नि हेर्न मिल्छ होला है, क्याम्पिङ गर्न। त्यही त आउनुपर्छ प्लान गरेर। यहाँबाट चाहिँ तलको भ्यू, प्यारिस फलको भ्यू पोइन्ट। यो चाहिँ माथि भ्यू पोइन्टबाटको भ्यू है, यस्तो छ। स्टेयर्सहरू रहेछ यहाँबाट चाहिँ माथिबाट, के यस्तो देख्दैछ। पुगिसकेको बेबु यहाँ त्यस्तो रहेछ नि त, त्यसले जानु पर्यो। भिडियो खिच्ने भनेर पुरै पानीमा डुबेर। ल अब भिडियो खिच्छ उता गएर। अब हामी फर्किँदैछौँ होइन बेबु? 1.5 घन्टा लाग्छ होइन हामीलाई फर्किन? अब 1.5 घन्टामा फर्किन्छौँ हामी। मेरो फोनको ब्याट्री पनि सकियो। अब चाहिँ पावर ब्याङ्क लिएर आउँदैछ नेक्स्ट टाइममा। होपफुली यो भिडियो म अपलोड गर्छु होला। यत्रो दुःख गरेपछि
अँध्यारो हुन्छ होला गाडीमा बत्ती छ बत्ती छ